दाजु ए म त उ भयो क्या अलिकति बर्ताको दिनमा अलिकति कम्ती भएर फलफुलहरू ल्याइदिनु बसेर खानु त्यो अलिक लगाइदिनु त त्यहाँ भाइ त अगाडि बसेर गर्नु नि त अनि अङ्कललाई बोलाउनु अगाडि एकछिन आउनुहोस् आउनुहोस् उसले त मलाई थाहा छैन हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम हरि केशव हरि गोविंदा हरि नारायण हरि ओम हरि केशव हरि गोविंदा हरि नारायण हरि ओम हरि सुंदर नंद मुकुंद अलिकति
उता गर न क्या यहाँ बाल्नु फुल त छोड्दियो अलि तल हो त्यो त जय तुलसी माता मैया जय तुलसी माता सब जग की सुखदा कोही बेला त चार्ज बिर्सिनु अब अति जोहरू चढाउनु न अब यो सबै सकेको सक्नुभयो सबै हाल्नु न अब ऊ पानी चढाउनु पर्यो जय विष्णु भगवान ल हेर्नु ल तुलसीको टिका लाउने अबतिर चाहिँ यसो देखिँदैन मार्गो हो खासमा त नि अनि किन पुऱ्याइदिनु छोडिराखेर अब त यहाँबाट सक्नुहुन्छ जानु भनेर आफ्नो आफ्नो नहिँडेर अटोमा जानु भएन अटोमा नजाने भइगयो अनि त्यत्रो मधेस बसेको मान्छेले चाहिँ क्रस गर्न सक्दैन नि त दर्मीदेखि त्यत्रो बाटो होइन जो खुट्टा त टेक्न खाइसकेको थियौँ कि अनि बाटो के क्रस गराइदियो हुन्थ्यो भनेर दाजु त्यहाँबाट त घरमै राखिदिने हो अलिक टाढो हुन्छ झारै तलैसम्म झारै